ढोलहरू यस्तो अब उनीहरूको धेरै चाहिँ नि मृग भएपछि बेलायतमा यसरी कन्ट्रोल गर्नको लागि मारिन्छ पनि, फेरि थोरै हुनु बित्तिकै कन्जर्भेसन गरेर राखिन्छ पनि है। हजुर ल बेलायतको चाहिँ यस्तै छ। अब सुरु भयो, सब बसाइदिनुपर्छ। चाहिँ बचाउनुपर्छ यो हाम्रो के अरे ड्रम, हाम्रो के अरे ढोलको लागि पातलो हुन्छ होइन, यसलाई पातलो पातलो हुन्छ ढोल। यो खुलाएर चाहिँ नि हामीले चाहिँ नि उ गर्नुपर्छ ढोल। ल अब यहाँ चाहिँ नि सुरु भइसक्यो है, छिर्दैन नि यो त उताबाट नै काट्नुपर्छ होला भन्छ, छाला निकाल्दै ल्याउनु सर्लक्क जाने हो क्या, यसको छुटिन्छ। फेरि रौँ होला नि त त्यहाँ सबै रौँ हुन्छ नि, त्यही भएर त्यो यो छाला निकालिसकेपछि चाहिँ मासु एकपल्ट मजाले डढाउनै पर्छ कि, अनि मात्रै त्यो भुत्लाहरू सबै डढिजान्छ र हुन्छ। अनि यो साइडमा निकालेपछि चाहिँ वारपार त्यो टाउकोबाट यसको हाम्रो ढोलको लागि यति दामी हुन्छ कि यो सबभन्दा बच्ने मृगको नि ढोलहरू यस्तोहरू क्या भन्छ। रातो मासु चाहिँ यसको भित्र सबै डाङडुङ निकालिसकेको आन्द्रा भुँडी निकालेछ। होइन मुटु कलेजो मात्रै छ। त्यही त त्यो निकाल्दिनु निकाल्दिनु त्यो चाहिँ त्यो भाँडा कता पो रहेछ किन यो मात्रै लास्ट राखेको होइन लास्टमा निकाल्दा हुँदैन, रौँ पस्छ होला हौ। भरे सिना आगोले रन्काइदिनुपर्छ फेरि ल ओके ओके एक्सपर्ट इज। अरे मैले भाँडा भित्र मात्रै ठिक गरेँ कि हो। मेरो गएको चाहिँ खै भन्छ मुटु कलेजो त्यो ढुट्टै भएको रहेछ नि त गोलीले होइन। अब त्यहाँ नलागे मर्दैन, अब त्यहाँ लागेपछि भित्रको भित्र सबै गयो होइन, गोली हो नि। हजुर मामा भन्नु यो त एकपल्ट भरे मजाले कि धुनुपर्छ कि डढाउनु पर्छ कि, नत्र त्यो त्यसको त्यो ल अब एकजनाले मात्रै कि यता पनि अपरेसन गर्ने दुईजनाले? हजुर दुई पटक फर्क्यौँ हजुर, भाइले पक्रिनुहुन्छ हजुर, अलिक टाइम लाग्ने रहेछ। के गरौँ म चाहिँ एकछिन फेरि त्यहाँ क्विक मेरो चाहिँ 10-15 मिनट काम छ कि कम्प्युटरमा गएर म गएर आइहाल्छु है त त्यसो भए। यो खुट्टाको पनि सुप खानु मिल्छ कि सर के हो? दिँदा हुन्छ नि खुट्टा हड्डीले है कस्तो फालेर कुद्छ त नि। लाल सरको हतियार चाहिँ मान्नुपर्छ हौ। यो त अस्ति एक सेट मगाएको। यो कहाँबाट? यो अनलाइनबाट? हजुर तर यसको पनि डेडली देखाउँछ नि होइन एडभर्टाइज त, सर्ट काटेको देखाउँछ नि। के समाउनु पर्ने मैले म एकछिन त्यो मेरो भाइ ग्रुपमा हाम्रो कम्युनिटीको चाहिँ अपडेट गर्नै पर्ने। यस्तो गरेर
यो तलसम्म वारपार निकाल्यो अनि यस्तो गरेर त्यो टाउको सबै उ गरेर पछि त माथिबाट लोक्टायो भने सरर आउँछ क्या फेरि यसको ल माथिबाट तान्दा हुन्छ रौँ त खुइलाउनै पर्ने रहेछ कि क्या हो अलिक माथि डढाएर समात्नुहोस् त रातो मासु नै आयो जस्तो चाहिँ लाग्छ यो त अस्तिको भन्दा ताजा पनि यो त हो तर यो त सर अघि नै हानेको नि अस्ति त एक हप्ता कि एक हप्ताको हो पछाडिको त यसलाई समात्नुहोस् त सर यताबाट पक्रिनु पर्नेछ त्यो त खुट्टा त हड्डी त केही नहुँदो रहेछ त हौ त्यसको बिचमा होइन र हजुर त्यही त यस्तोले नली खुट्टामा केही नहुँदो रहेछ त्यो हो नि त त्यो जम्प पावर ए स्प्रिङ स्प्रिङ वा तरिका चाहिँ यो होइन इट्स काइन्ड अफ त्यो आर्टिफिसियल त्यो कुद्ने ब्लेड जस्तो क्या होइन तर सबको टेक्निक ठिक रहेछ है च्याप्ने छापछुप खुट्टा र छाती होला खुट्टा र छाती मात्रै मिर्गा फुटाउने तरिका चाहिँ सिक्नुपर्छ यसरी डेमो जस्तालाई झुन्डाएर तान्नु पायो भने ए अहिले
लालसरको त्यहाँ छ होला नि लालसरको यहाँ झुन्डाउने ठाउँ छ होला छोटो ऊ त्यहाँ मुनि लगेर रोशन भाइले तान्ने चाहिँ त्यो चाहिँ है द स्ट्रेन्थ हाम्रो टाप टापको छ नि मान्छे रोशनले जडप्प गएर तान्यो यस्ता मलाई छाला साला 1 सेकेन्डमा अस्ति रोशनको बोसको छोरीकोमा पो म त पुगिरहेको काम गर्नु चिनेछ उता के अरे क्याट्रिकमा बस्छस् नि भन्छ मलाई कसरी चिनिस् भनेको के अरे म चिन्छु तँलाई भन्छ ए बा अनि कसरी चिन्छस् म तँलाई त चिनिनँ त भनेको त होइन मसँग के अरे मेरो नातिसँग काम गर्ने ऊ छ नि के अरे हाम्रो नेपाली चड्के एकदम हार्डवर्किङ भन्छ त्यसपछि चाहिँ मैले चाहिँ के कुरो छ अनि गेस गरेँ क्या त्यसपछि चाहिँ को होला भने रोशन अनि चाहिँ त्यसपछि रोशन यस 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 त त्यहाँ उसमा छेउमा उसमा एल्बममा ड्राइभ उसमा चाहिँ बस्छस् त्यता कहाँ भनेको त या सबले भनेको ओहो ल ल यो रहेछ है तरिका चाहिँ ल रोशन भाइ होल्ड इट म चाहिँ उ गर्नु मात्रै च्यात्ने दुईजना यो अलिकति यहाँ पनि काट्नुपर्छ कि रातो भाइ त त्यस्तो वा हुनु चल्न है ए के 1 सेकेन्डमा फ्लाटफुट भइगयो नि झरे पनि ठिक छ अब आखिरी मैले त हो नि त्यो ऊ पुरा ऊ नै छ उसले हात धुएर निकालिदिइहाल्नुहोस् न त्यो हात काट्छ है भन्छ त्यो उता राख्नु त्यो हो त्यो त ल भान्जाले चाहिँ मुटु कलेजो तेरो चाहिँ मुटु कलेजो म निकालिदिन्छु भनेको चाहिँ नि एक्जाम्पल अनुसार निकालौँ त ल स्थानहरू चाहिँ छिटो कुहिन्छ भनेर निकालेँ बुक किन्ने चाहिँ यिनीहरूले एकछिन है यता हुन्छ एउटा यसको नसो किडनी सिडनी सबै भन्छ यता देखाउँ त यसो लिन मिट यो लिन मिट हो नि यसो त्यो समात्दिनु लिन मिट ल यो गरेपछि तानेर हुने रहेछ लाल सरको जस्तो उताको पनि भान्जाले त्यही गर्नु अनि यसै तान्नु मिल्ने रहेछ जाने अब या एक्सपर्ट इज एकछिन पो हुने रहेछ धेरै समय त नलाग्ने रहेछ झापझुप तानेपछि त एकछिन हुने रहेछ नि र दुईजनाले भन्छ दुईजनाले एउटा खुट्टा सुरु हुँदैछ अरे भाइ हो तेरो लु नमस्कार नमस्कार ल यता त सुरु भइसक्यो त ल नवरिस नवरिस ल अब 4 जना जमान भएपछि झन् भयो ल यता भाइ अब छ्याप छ्याप म चाहिँ भिडियो मात्रै हो मुख मात्रै बजाउने यो पनि कभरेज चाहियो नि अर्कोपल्ट त मिर्गा फुटाउने मान्छे फेरि होइन लाई चाहिँ यो भिडियो देखाइयो भने छट्ट थाहा हुन्छ नि कसरी चाहिँ गर्ने रहेछ भनेर अस्ति त मेरो एक्लै हो नि सर आफैले अस्ति एउटा
पोहोर हाम्रोमा नै ल्याउनु भएको होइन र म उता पनि लगेको थिएँ नि निकालेको नि हेर्नु छाल हो सुकाउने ठाउँै नभएर यो छाला चाहिँ त्यता चाहिँ दुलो नपरोस् है हाम्रो यो फेरि ढोललाई चाहिँ नि ठक्क भविष्यमा एउटाले पुग्छ हाम्रो ढोललाई यो होइन है सर रोशन भाइलाई पो यो काट्नुपर्छ यो अब चाहिँ आउँछ आँखाको गाजल ल सर हाम्रो ढोलको लागि है रोशन भाइ तानौँ त यता त ढोलको लागि पुग्छ भ्याउँदैन रहेछ क्या हो यहाँ पछि दुलन साँड भ्याउँछ होला दुःख सुखको तन्काएर सुकाउनु पर्छ तन्काउनु चाहिँ पर्छ है ल एउटा त छाप भइगयो नि लिन भएन लिन भन्दा त लिन त्यही ठिक छ हौ लिन मिटकै फ्याट बिनाको होइन तर लिन मिट एकदम लिन मिट ल अब यता मुस्लिम कट हल्लै भयो नि त नि ल अब यताको चाहिँ नि यताको पनि है ल गागडुक तान्ने तरिका चाहिँ तान्ने रहेछ यो अब धुँ कि त्यो उसले डढाइदिउँ होइन भुरभुरी लगाउनुपर्छ होइन पहिला धोएर धोएर त जाँदैन यो भुत्ला झन् टाँसिन्छ ए हो भुरभुरी लगायो भने त्यसको तल्लोपट्टि खुट्टा खोलिदिउँ ल भुरभुरी लगाइदियो भने यता आउनुहोस् त ल उता फुटाउँदै यता एउटाले भुरभुरे पनि दिइहाल्यौँ न होइन टाङ ऊ हुन्छ भुरभुरी लगायो भने बरु डढेर जानु पानी लगायो भने त यो एउटा लुगा के अरे काठहरू छैन सर काठमाथि राखेर भुरभुरे दिने कि यो कतै यहीँ दिने भुरभुरे ठिक छ त्यसो भए फेरि एकछिन यो अचानक हो यो निकाल्दा जाली निकाल्यो यता कुहिसकेको छ हजुर
ल त्यही भन्छु कि यसो काटकुट गरेर सट्ट भने ह्याकुला त यसको ऊ नै नहुँदो रहेछ नि त होइन र कति त त्यो राँगाको त पक्का हुन्छ नि त यस्तो माथि छातीमा होइन ह्याकुलो भन्दा दामी हुन्थ्यो अब तर यो चिजै सानो हो नि यो सानो तर यो यस्तो यस्तो लिन मिट क्या बोसो एउटा छैन होइन घोडालाई त सब होइन त पक्का यस्तो हो नि त हालिदिने ल अब दिनुपर्छ चे कता के छ म साँच्चै सरसँग पनि एउटा कहाँ उहाँ त के अरे खेल्नु जानु भएको छ दिएमी पनि छ जेन्जीहरू सब काममा हो जेन्जीहरू सब काम फेरि जेन्जीहरू सबैले खाँदैन रहेछ यो समस्या चाहिँ त्यो छ आम्मामा मासु चाहिँ लिन मिट मान्छेलाई ट्रान्सप्लान्ट गर्ने चिज चाहिँ पक्का खानुपर्ने चाहिँ यो हो नि त यो त नेचुरल हो नि त यार यो जस्तो नेचुरल त त्यो त पाइँदैन नि यस्तो चाहिँ अब त्यसले चाहिँ जतिवटा ल यो चाहिँ यो कलेज होइन मृगौला त्यो होइन मृगौला ए मुटु चाहिँ कहाँ गएछ मुटु चाहिँ खाएछ क्या हो मुटु अघि यहाँ तलतिर पसिसक्यो पुगिसक्यो यो पनि हजुर मृगको खुट्टाहरू चाहिँ नि खुट्टा फेरि चट्ट छ नि हाम्रो होइन यहाँ लक्कीको लागि यो हो काँक्राको सिज ह्याप्पी लक्कीको पनि दसैँ आओस् दसैँ आयो दसैँ आयो ल गाउँघरमा मार्का ढुङ्गा जहिले सुकुलको टाउको डल्लै आइपुग्यो अब आगो बाल्दैछ होइन भन्छ है अब झट्ट दिनुपर्छ है कराईमा दिएर चाहिँ नि भन्छ आज चाहिँ नि बेलायतमा मृगको मासु फेरि होइन चट्ट त्यही पनि फेब्रुअरीमा हो उहाँहरूले चाहिँ नि पक्का गर्दै हुनुहुन्छ है भाग लाउँदै हुनुहुन्छ मासु त डरलाग्दै परे जस्तो छ हौ ए पुग्ने रहेछ त कहाँ पुग्छ नि यो त धेरै छ नि 7 भाग लाग्यो सातै भाग मात्रै छ अहिले चाहिँ हाम्रो क्यामेराले उ गर्दाखेरि भाइ हामी पनि भरे चपाइदिउँ अलिअलि एकाउन्ट नम्बर 6 कता हाल्नुपर्ने के को ए मनी या नो वरी पढाउनुहोस् न अन्त
होइन त ल ल ल हाम्रो ग्रुपमा अब ल चिन्नु एकाउन्टमा सधैँ हामी त्यही भएर। यो चाहिँ 80 पाउन्ड परेको हो दुईटाको सो यसमा चाहिँ नि के गर्नुपर्छ नि यो सबै थोक गरेर प्लस गर्ने त्यसपछि मात्रै गर्नुपर्छ ग्यास पनि चलाइदिएको म त्यो छेउको झर्छ नि यतापट्टि 40 सिङ्गे हो नि त यो त यार दुईटा चाहिँ नि 12 सिङ्गे अर्को फेरि यो 12 सिङ्गे 12 त्यहाँ 48 कि कति भयो हो हिसाब पनि 12 अलिकति त्यहाँ माथि 36 ए 12 त्यहाँ 36 है है यो त होइन नै हुने भयो नि त हो यो खाएर त है। भनेको त आर्ले मात्रै भयो त हौ हाम्रो यो भाइको आम्मा यो हो नि त यार झ्याप 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 ट्वाक गर त हौ। गरे खैले चाहिँ सार्दै पट 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 गरौँ न यो मेरो त अहिले भरे अर्कै छ त उहाँ दिदीले उहाँले नचल्ने रे फेरि यो म दिदीले उता बनाइदिनु टक्क उहाँलाई चाहिँ नि भाती जाट फेरि अरे रहेछ नि त यहाँ दिदीले बनाउनु होला त्यसो भए मागेर ल्याउँदा भयो नि त अहिले अहिले Yeah. किन भनिसकेको अनि भाइ नगरौँ न ढिलो यो सँगसँगै भाइ। खानुपर्छ लिएर आउँदा ल अहिले ल्याउँछु म। ए तेरे क्या मलाई ओ माई गुडनेस मैले त यो मध्ये मात्र यो है भइसक्यो होइन मेरो त अर्को। यो पनि यो- बढी यो- यही दिउँ न यो त म कहिले खाँदिनँ यो। कहिले- अचम्म यो कहिले है खाँदिनँ। तेरे यार। म अर्को लिएर खान्छु। यस्तो लास्टमा त लाल सर मेरो हृदय होला जस्तो भयो त 12 सिङ्गे 36 ल सर चेस गरिहाल्यो नि आम्मा वाह टेस्टी ल सर थ्याङ्क यू म्याम चेस यता खाँदैछ है भन्छ फेरि कहिले हो अब यो चाहिँ फिमेल हो होइन पक्का ऊ चाहिँ फेरि मार्दैछ अरे क्या अर्को केटा पनि क्या मेल सिङसँगको होला त्योसँग चाहिँ त्यो आउँदैछ भनेको डटपट भइहाल्छ फेरि सिङ यहाँ ल्याएर सर झुन्डाउने नि ढ्याप्पै ल अहिले खरिनु पर्यो नि त्यहाँ ल अब चाहिँ नि प्याज यो प्याजलाई मुनि मुनि बनाइदिनु हटाएर अनि लगाएर चाहिँ नि खरिएर चाहिँ टन्न भइरहेको छ है प्याज हामी चाहिँ बेस गेट रेडियो पनि सुन्दैछौँ ल बास्ने एक आम्मामामा फ्लेभर है चाहिँ दामी ओ अब मेरैतिर आइरहेको छ र बासना त यार तपाईँ र म नै यता ए, छोडिदिनु, छोडिदिनु। यहाँ अल्झिँदो रहेछ क्या यस्तोमा हजुर, छोडिदिनु, छोडिदिनु। डरलाग्दो दामी छ यो भगवान्को हो यो धर अब सक्यो त्यो बाल्दा हुन्छ भाइ भित्रपट्टि आफै बोल्छ आम्मामा, हेर्दा हेर्दै डरलाग्दो भइगयो नि मान्छेले कुरो बुझ्दैन हो सर ठ्याक्कै गर भने चाहिँ त्यो चाहिँ उयो गर्न सक्छ होइन क्यान्सिल गर्न सक्छ त्यो भाग लगाएको फेरि कोही कोही बेला त्यस्तो उयो पनि गर्छ तपाईँले भनेको कुरा पनि कोही कोही बेला फ्याल्दैन टाइटलमा चाहिँ कल्चरल लेख्नुपर्छ क्या त्यो चाहिँ अब यसलाई हामीले चाहिँ नि दिँदैछौँ है आज चाहिँ नि पक्का चाहिँ नि युवराज भाइले पनि पक्का के हो यो दही हो कि के हो पक्का मान्ने खालको दही धेरै बस है रेक्कै एकजना बढे एकजना बढे बढ्दैन अब मिलेन भन्छ सबैले मैले गरिसकेको ए मेरो त फेरि अघि त्यो भातको कता के भन्नु ल ओके त्यो छ नो वरिस दिँदैछौँ है हामीलाई
यो हो नि त यार यता पनि चेस है उता पनि चेस है ए हेलो भान्जा है मान्छे कहाँ हो एब्सेन्ट भइसकेको छ अब नो वरिज विल डिस्कस अबाउट पैसाको कुरा चाहिँ यहाँ आउनु भन्छ छिटो है यहाँ त्यसपछि कुरा गरौँ न होइन होइन हाम्रो लाल सरकोमा राइट सी सोली मागिसक्यो छिटो ल है आहा त्यो त मिल्दैन ओके ओके ल सी यु ओके सरी ओके थ्याङ्क यू ल हाम्रो यहाँ आइसकेको छ उदात फर्दिँदै हुनुहुन्छ भरे खाँदाखेरि चाहिँ अलिकति खडाखुडुक ए साथै उता बाबालाई पनि खुर्सान हो र एक अलिकति एउटा हो होइन होइन त्यो मिल्दैन उहाँ यो भुटबाट चाहिँ अलिकति रोसन भाइ लाग्दैन एउटा अलिकति एउटा भाग एकछिन के हो एकछिन उहाँ के अरे हाम्रो बाबालाई पनि उहाँ लगिदिनुपर्छ रोशनको बाबालाई पनि अलिकति त्यो खुर्सान बिनाको अलिकति एउटा भाँडामा रोशनले पुऱ्याइहाल्छ अलिकति छ अलि मुनिको चाहिँ लगाइदिनु प्लिज एउटा बोलमा एक अघि रोशन पुऱ्याएर आइहाल्नु ए सरी ल त्यो दामी खै अब सुरु चाहिँ डरलाग्दो हुँदैछ क्या हाम्रो मेरो आएको चाहिँ फ्रेस मासु फ्रेस हन्टिङ गरेर चाहिँ ल्याएको साह्रो दामी छ यहाँ बासनै कस्तो मजा आएको छ है अर्ग्यानिक फुड इज अर्ग्यानिक क्या ल जाँदैछ है रोशन भाइ यो हो राइसमा भातसँग चाहिँ दिने होइन रलपल हो अनि भाइ कसो छ त टेस्ट कसो भइरहेको आमा बब्बाल छ टेस्ट पनि गरौँ न आमा उता भान्जा त सेफ हो नि त आजको फेरि कसो छ त आमा रेकमेन्डेड अर्को पटकदेखि फेरि ठ्याक्क हाम्रो ग्रुप खोला हुन्छ यता रोशन भाइ हाउस गयो गुड लाल्छ आमा बाह्र सिङ्गेमा आएको त फेरि डर लाग्दैछ होइन मेरो त होइन म बढी भइसक्यो सकाउनु पर्यो नि ओहो यस्तो छैन अब फेरि हाम्रो ग्रुपको चाहिँ नि यो त मेरो पनि अनुहार त देखाउनै पर्यो ओहो भन्छ ल तारो के अरे अब ठ्याक्कै राइट टाइममा भिडियो आएछ युट्युब है म चाहिँ राइट ह्यान्डमा उ छु के अरे लेफ्ट ह्यान्डमा रोपाउनु सिट डाउन विदेशमा यता ल एउटा कपमा हो भान्जालाई मेरो सब परिवार बाहिर छ त्यसरी मिल्दैन मलाई अलिक सन्चो पनि छैन क्या के भयो गरौँ भन्छ नगरौँ यहाँ युट्युबमा आइरहेको छ यार त्यसरी नगरौँ न त्यो त ठ्याक्राक गर्नुपर्छ सबै गाडीमा छ काम गर्दै ल अहिले अलिकति लानु एउटा प्लेट भान्जा उ त्यो अलिकति लानु त्यो भुटबाट अलिकति लगेर जानु त्यसो भए उ त्यो भुटबाट ल ठिक छ त्यो फ्यामिली छ भने फ्यामिली ल्याउँदा हुन्छ हौ बहिनी ल्याउनु केटाकेटीहरू घर फर्किने भनेर अक्किदेखि यसरी मिलेन नि मलाई चाहिँ यस्तो कार्यक्रम चाहिँ थाहा थिएन यो त हाम्रो लास्ट मिनट भएको नि त अनि कसरी थाहा अघि बिहानको भएको कारण यार एक सिप एक छाप त्यतिले केही पनि हुँदैन दुनियाँ छ नि त होइन
आम्मामा दिनुपर्छ हो के टेस्ट टेस्ट अबै मिठो अर्ग्यानिक अब यो चाहिँ भातसँग हो नि त होइन भातसँग एक वर्ष आयु बढ्यो अर्ग्यानिक एक वर्ष यो भातसँग नि कि ढिँडोसँग हो यो ढिँडो मन पर्दैन एकदम मेरो त फेभरेट हो म त बनाएर खान्छु नि अलिक निल्नु सकिँदैन र नि चबाउनै पर्छ भात आएको छ र मैले त्यो भनेको हाम्रो त अझै कतिजना आजको बुटुवन हुन्छ भनेर चाहिँ पस्याएको छैन त्यो त स्पेयर राखेको भएन स्पेयर चाहिँ रिजर्भमा चाहिँ बिग्रिन होला रिजर्भमा त्यहाँ ओरेमा यत्रो त। र साह्रै मिठो हो। होइन? एकदम अर्ग्यानिक बार यो त माल त अनि नेक्स्ट टाइम पनि अब कुक त हाम्रो त्यता भाइ हाम्रोमा सब एक्सट्रा सदस्य हो सबै क्षेत्रमा हामी चाहिँ नि पूर्ण निपुण भएको चाहिँ हाम्रो ग्रुप छ कि यो ग्रुपलाई चाहिँ रोशन भाइ हजुर अर्को पढाउ त पक्का ढाकाको छाला चाहिँ यहाँ छ अब यसलाई चाहिँ हामी हाम्रो ढोलमा चाहिँ नि हाम्रो ढोल छ यो ढोल चाहिँ नि फाटेको खण्डमा चाहिँ यसलाई फेरि रिप्लेस गर्ने चाहिँ नि प्लान गरिरहेको छौँ सो रिसाइकलिङ इज ग्रेट यहाँ डरलाग्दो जाँदैछ हाम्रो बिएफबिएस गोर्खा रेडियो इज अन एज वेल हाम्रो लाल सरको उहाँ माकिटा डिभाइसबाट चाहिँ नेपालबाट ब्रोडकास्ट भएको होइन यो ओहो आम्मामा दामी आउँदो रहेछ नि त यसरी पो रहेछ खिच्नुपर्ने क्या हो एभ्रिवान से हाई हेलो चेज आम्मामा दामी आम्मामा हाम्रो लाल सरको चाहिँ नि फेरि ट्यान्ट पनि दामी छ नि ब्रुनाईको चाहिँ नि उहाँ आम्मामा है पन्चु होइन सर यो पन्चुसले ब्रुनाईको है तर एब्सोल्युटली त्यही बेला अनुहार त देखाउनै पर्ने भयो लाल सरले दिँदै हुनुहुन्छ कतिवटा फाइभ हो हाई फाइभ हाउ मेनी फाइभ्स 1 2 3 जक्स Oh my goodness, this is your lab. Oh my goodness. Awesome. ल अब यसपालि चाहिँ नि पोथी मिर्गहरू खाइएछ अर्को साल चाहिँ नि अर्को नेक्स्टमा चाहिँ नि फेरि जरायो पक्का सिङ भएको आउँदैछ भन्ने कुरा चाहिँ सुनेको छौँ हाम्रो चाहिँ नि ब्लगलाई चाहिँ नि पर्खिनुहोस् हामी होपफुली विल बी एबल टु तपाईँलाई चाहिँ देखाउन सकिन्छ होला ल थ्याङ्क यू
Hmm.